ल चाहिने आज 2082 साल पौष महिनाको 30 गते भनौँ आज मसन्त। मेरो आमाले यो संसार छोड्नु भएको कालो रात हो। के गरे, जति गरे पनि नहुने। भोलि माघे सङ्क्रान्ति 1 गते, भोलिकै दिन हो मेरो आमाजीलाई यस धरतीलाई मातालाई जिम्मा दिएको दिन। काली लाग्दो रात, काली लाग्दो दिन हो। साह्रै दुःख लाग्छ। के गर्ने, आज आमाजीको हल्का सफा गरौँ यो कपुरस्थान भन्ने हिसाबले आउँदैछु। अब यस्तै है जिन्दगी के रहेछ र भन्दै छैन। आमा बुवाको नाममा यसो पानीहरू चढाउने विचार गरियो। गरेर जान पर्यो। लै के रहेछ हे जिन्दगी। बनै खायो डढेलोले मनै खायो त्यही मरिको पापी मायाले। बनै खायो डढेलोले मनै खायो त्यही मरिको पापी मायाले। हेर्नुहोस् है, मेरो आमा र बुवाको समाधि मन्दिर यस्तै छ। वरिपरि आएको छ नि यस्तै गरेर जिन्दगी। वरिपरि रुख रोपिदिएको छौँ यसरी। सबै रुखहरू रोपिदिएको छौँ आमाहरू बुवाको नाम स्थानमा। यता हेरौँ किसिने खोलाले राखेर लिएको छ। यता रुद्राक्ष, कदमहरू। खेतबारी यतै बाँझै छ। खेतबारी बाँझो राखी आकाशतिर हेर्दा साह्रै दुःख पाइयो ए हे अरूको भर पर्दा। साह्रै दुःख पाइयो ए हे अरूको भर पर्दा। श्रमदाता हो तिमी नै हो यो देश बनाउने। तिमी नै हो यो देश बनाउने। श्रमदाता हो। देश आफै भन्दैन
गाली गर्दै अरूलाई हातेमाले गरौँ आज सचाएर आफूलाई हातेमालो गरौँ आज सचाएर आफूलाई रगत होइन पसिनाले भिजाउँ यो देश सराम गरौँ मैले झोली बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। ल मेरो मित्रहरू सर्टकटमा मात्रै म दिँदैछु सर्टकटमा मात्रै गर नेपाली हो भोकै मर्ने दिन आइसक्यो गरौ नेपाली हो भोकै मर्ने दिन आइसक्यो सचेत बसौ नेपाली हो देश गुम्ने दिन आइसक्यो देश गुम्ने दिन आइसक्यो काम गर्ने भोकै मर्ने गहिरो छ कुरा काम गर्ने भोकै मर्ने गहिरो छ कुरा साँचो कुरो बुझेपछि भोका हुन्छन् सुरा साँचो कुरो बुझेपछि भोका हुन्छन् सुरा श्रमिकको मनभित्र नयाँ जोस जाग्छ त्यसपछि त अनिकाल त मान्छेलाई पो लाग्छ बसाइ हिँडेको तातीले बस्नेको मन रुवाउँदछ लाखौँको लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ छोरा र छोरीको आँसु देख्दा छाती पोलेर आउँदछ छोरा र छोरीको आँसु देख्दा छाती पोलेर आउँदछ साहुको ऋण सम्झेर ल्याउँदा मनमा डढेलो लाग्दछ साहुको ऋण सम्झेर ल्याउँदा मनमा डढेलो लाग्दछ मतलट दिनभरि काम गर्ने तिनताबाट दिनभरि काम गर्ने पारा मिलेन ए होइ पारा मिलेन पारा मिलेन ए होइ पारा मिलेन। ल त आदरणीय मेरा मित्रहरू आफन्त सबै मेरो सम्पूर्ण नर्नत आफन्तहरू मेरा इष्टमित्रहरूमा यो माघे सङ्क्रान्ति 2082को हार्दिक मङ्गलमय शुभकामना जे जस्तो छ आफूसँग त्यसमै रमाएर खानुहोला जे जस्तो छ भक्कै मुख्य चाहिँ कण्ठमल र गिठा कण्ठमललाई चाहिँ नबिर्सौँ त्यो चाहिँ खानै पर्छ बाँकी भन्ने कुरो जे जस्तो छ खोजी मिले भए पनि हस् त धन्यवाद।